ल ल म चाहिँ ड्रागन फ्रुट काट्न लाग्छु है ल हाम्रो आफ्नै बारीमा फलेको ड्रागन फ्रुट काट्दैछ मेरो बुढीले मेरो कान्छो छोरो यहाँ हेर्दैछ बाबु हो एउटा छोरोले काट्नु दियो ड्रागन फ्रुट अलि राम्रोसँग काट चक्कु लाग्यो नि क्या हो ओहो ल एउटा छोरोले काटिदियो यता त्यो त्यो समाइदेऊ न डन्डी समाइदेऊ ल राम्रोसँग काट ल काट्यो छोरोले ल यहाँ देखाऊ छोरो देखाऊ ड्रागन फ्रुट आफ्नै बारीमा फलेको अर्ग्यानिक यहाँ देखाऊ ओहो ल हेर आफ्नै घरमा ल आफ्नै गाउँको घर चुरी बगैँचामा पहिलोचोटि ड्रागन फल काटेर घरमा भित्राउँदैछ ल दुईवटा फलेको थियो ल हेर्नु ल हेर्नुहोस् ल यो चाहिँ हाम्रो गाउँको घर हो ल नेल्साङ ल खाना आइज ल जेठो छोरो चाहिँ उहाँ भिडियो बनाउनु ला भनेर उहाँ रिसाएर अलि लात मान्छ खाँदैन भनिरहेछ ल ल ल काटेर बनाऊ त अब काटेर बनाऊ ल ड्रागन फ्रुट काट्दैछन् ल हेर्नु आफ्नै बारीमा फलेको ल हेर्नुहोस् ओहो रातो खालको रहेछ कति राम्रो है त ओहो ल ल आहा कति राम्रो है ओहो अब स्वाद पनि लिनु होला ल बाबु देखाऊ गाउँमा आउनु होला गाउँमा अब अर्को साल यो सालको दुईवटा मात्रै फल्यो होइन सान भाइ यता हेर त बाबु देखाउ न देखाउ त त्यो ड्रागन फ्रुट यसो देखाउ त यहाँ मोबाइलमा देखाउ ल चम्चा ल्याऊ ल हेर्नुहोस् त कति राम्रो छ हेर्नु आहा ल अर्ग्यानिक बजारमा किन्नु पर्यो भने 500 रुपियाँ किलो पर्छ गाउँघरमा सित्तैमा ल फर्स्ट बाइट मेरो छोराले लिन्छ ल लिएर चाखेर ल कस्तो लाग्छ भन्नु पर्यो यता हेर त कस्तो छ मिठो छ गुलियो नुनिलो अमिलो सबै मिलेको हुन्छ यो कस्तो लाग्यो मिठो गुलियो छ गुलियो हो गए टेस्ट गरौँ म पनि ओह मिठो छ ल कस्तो लाग्यो छोरो हेर त यहाँ मोबाइलमा हेरेर भन्नु त कस्तो लाग्यो राम्रो छ मिठो छ यस्तो गर बाबु दामी छ भन्नु दामी छ गुड ल अब हामी खान्छौँ ल गाइस पहिलोचोटि खाइरहेको छु हेर्नु है ल हेर्नुहोस् त ड्रागन फ्रुट आफ्नै बारीमा फलेको एकदम टेस्टी ल बजारमा किन्यो भने यस्तो पाउँदैन स्वादिलो ल थ्याङ्क यू ल खानु कसो लाग्यो मिठो एकदम राम्रो छ कस्तो मिठो भयो गुलियो गरेछ उयो खानु रोपेको है यस्तो आफ्नो बारीमा भएर खानु पाएँ किन्नु परेन आफ्नै बारीमा लाग्यो खानु त खानु कस्तो रहेछ स्वाद एकदम मिठो कस्तो रसिलो है पानी ठाउँबाट हो अरे है एकदम रसिलो के